धेरैलाई फेसबुकमा भएको भिडियोहरू डाउनलोड गर्न चाहिँ नआउन सक्छ। त्यसैले फेसबुकमा भएका भिडियोहरूलाई कसरी डाउनलोड गर्ने भनेर म आज तपाईँहरूलाई सिकाउँदैछु। पहिला सर्वप्रथम त फेसबुकमा जानुहोस् अनि कुनै पनि एउटा भिडियो अथवा रिल्सहरू छ भने त्यसलाई चाहिँ पहिला क्लिक गर्नुहोस्। मैले इक्जाम्पलको लागि म आफ्नै वालमा भएको एउटा भिडियोमा गएको छु र त्यसपछि सेयर बटन थिच्नुहोस् र त्यहाँ एउटा कपी लिङ्क आउँछ, त्यसलाई कपी लिङ्क गर्नुहोस् र त्यो लिङ्कलाई कपी गरिसकेपछि तपाईँ fdown.net भनेर सर्च गर्दा पनि हुन्छ अथवा फेसबुक भिडियो डाउनलोड भनेर सर्च गर्नुहोस्। त्यो अलिकति सजिलो पनि हुन्छ नै, एउटा fdown.net भनेर देखाइहाल्छ। अब त्यसमा जानुहोस्। त्यसमा गइसकेपछि हामीले एउटा लिङ्क हाल्ने ठाउँ आउँछ र अघि नै कपी गरेको लिङ्क हामीले त्यहाँ पेस्ट गरिसकेपछि अनि डाउनलोडमा थिच्नुहोस्। डाउनलोडमा थिचिसकेपछि तपाईँले अब अघि हामीले कपी गरेको भिडियो त्यहाँ देखिन्छ र नर्मल क्वालिटी एचडी क्वालिटी कुनमा हामीले डाउनलोड गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस् र सोही अनुसार भिडियो चाहिँ डाउनलोड हुन्छ तपाईँको।